अब माइन्डसेट नै तपाईँ धनी हुनुपर्छ क्या। पैसै नभयो भने माइन्डसेट धनी भने पैसा आफै आउँछ होइन। अब पैसा आयो तर माइन्डसेट छैन भनौँ न, धनीको माइन्डसेट छैन भनौँ न, पैसा कसरी ह्यान्डल गर्ने, पैसा भनेको के हो बुझेको छैन भने त्यो पैसा फेरि जान्छ। अब उदाहरणमा कसरी हो त्यो भन्ने कुराको के हो भने अब मैले एउटा पैसा के हो पैसा चिनेर मैले पैसा बनाएँ नि होइन, माई मनी गन स्टे देयर फर एभर बिकज आई कलेक्ट भर्याङ चढेर आयो नि होइन। अब तपाईँलाई चाहिँ पैसा दियो नि होइन, समबडी गिभ यु लाइक $1 million एन्ड इट्स गन गो अवे बिकज इट डिन्ट क्लाइम फ्रम द्याट वे, यु गट फ्रम द टप। अब त्यसको उदाहरण के हो भने तपाईँले एउटा यहाँको एथलेटिक प्लेयरहरू हुन्छ नि, दे कम फ्रम द होम होइन। अब भनौँ अलिक प्रायः कोही एथलेटिकहरू चाहिँ अलिक राम्रै घरबाट आएको हुँदैन क्या, हुन्छ नि एउटा नर्मल होम फर्स्ट होमबाट आएको तर खतरा खेलाडी हुन्छ नि। अब तिनीहरूलाई हेऱ्यो भने तपाईँले यु क्यान गुगल सर्च, सबैजना ब्रोक भएर हुन्छ क्या। किन भयो भने ऊ त्यो पैसालाई बनाएर आएको होइन क्या, त्यो पैसा माथिबाट आइदियो क्या। अनि त्यो पैसाको माइन्डसेट थिएन। अनि हो उसले 50 million 60 million कन्ट्र्याक्टको बोनस साइन पाउँछ होइन, तर आफ्टर 6-7 वर्ष त्यो उसले जब पैसा आउन छोड्छ नि त, अनि त्यहाँबाट ऊ फेरि ब्रोकमा भएर स्ट्रेटमा पुग्छ। सो द्याट इज वाट्स द माइन्डसेट अबाउट मनी।